ल है साथीहरु, गर्मी सुरु भयो। जिन्सको हाफ प्यान्टहरु आफ्नै अर्डर साइजमा भने अनुसारको बनाउनु परेमा ल हेर्नुस्। यसरी आज म एउटा जिन्स हाफ प्यान्ट फुल फिटिङ कति टाइम लाग्छ हजुरहरुलाई देखाउँदै छु। एउटा जिन्स हाफ प्यान्ट बनाएर यो जिन्स हाफ प्यान्ट कसरी बन्छ ल हेर्नुस्। यो हाम्रो ब्लु जिन्स गार्मेन्टमा यो घराई दाङमा रहेको ब्लु जिन्स गार्मेन्ट विगत 13-14 वर्षदेखि जिन्स प्यान्टहरु बनाउँदै आएको छ। काँचो जिनमा वास नन वास जिन प्यान्टहरुको हाफ प्यान्ट यसरी बनाइदै छ। ल हेर्नुस्, यो चाहिँ अहिले ब्याक स्टिच सिलाइ हान्दैछ। यसरी हान्दै छु अनि यसरी नै हामीले जिन्स प्यान्ट, हाफ प्यान्ट, बक्स प्यान्टहरु, ज्याकेटहरु जिन्स अर्डर अनुसार बनाउने गर्दै आएका छौं। ल हेर्नुस्, यसरी यो जिन्स प्यान्ट अहिले हानिँदैछ, सिलाइ हानिँदैछ। डबल स्टिच सिलाइ ब्याक साइडमा। यसरी सिलाइ एकदम सिधा स्ट्रेट सिलाइ हानेर सुरुवात हुँदैछ यो हाफ प्यान्ट। फुल फिटिङ हाफ प्यान्ट कति टाइम लाग्छ हेर्नुस्। एउटा हाफ प्यान्ट कति टाइममा निस्किन्छ यो भिडियोमा हजुरहरुलाई देखाउँदै छु। हेर्नुस्, यो चाहिँ अब ब्याक पल्लाहरु जोड्दै छु। यो डबल स्टिच सिलाइ कसरी हानिन्छ यो हेर्नुस्। यसरी यो ब्याक स्टिच सिलाइ डबल सिलाइ हान्नलाई पहिला चाहिँ यसरी सुरु गर्ने। हेर्नुस्, यसलाई बराबर राखेर यसरी बनाउनु पर्छ। हजुरहरुले यो भिडियोबाट जिन्स प्यान्ट कसरी सिलाइदो रहेछ फुल भिडियो हेर्नुभयो भने अवश्य केही कुराहरु सिक्नुहुनेछ। ल हेर्नुस्, यसरी यसलाई बराबर राखेर पहिला कच्चा सिलाइ हान्ने अनि यसलाई यो जोड मिलाएर यसरी एकदम बराबर राखेर भित्र बाहिर ल यसरी लकको सिलाइ पहिला हानेर यसरी यो तल पनि जोड यसरी यो बराबर मिलाएर एकदम सिटको भाग हो। ल हेर्नुस्, यसरी सिलाइ बराबर हानेर अब यसलाई डबल स्टिच सिलाइ हानेर एकदम सिलाइमा फिनिसिङ हुनुपर्छ यो फेरि जिन्स प्यान्टहरुमा, किनकि यो काँचो जिन हो, वास हुँदैन। वास भएको जिनमा अलिकति टेढेमेढे सिलाइहरु पनि वासले कभर गर्छ। हाम्रो चाहिँ वास नहुने भएको हुनाले सिलाइमा एकदमै ध्यान दिनुपर्ने हुन्छ। ल हेर्नुस्, यो सिलाइको ग्याप एकदम बराबर सिलाइको ग्याप राखेर ल यो ब्याक पल्ला कम्प्लिट भयो। अब यसमा पकेट लगाउने काम हुन्छ। यो पकेट पनि फेरि पकेटको डिजाइन बनाउँदै अब यसरी हेर्नुस्, यसरी डबल फोल्ड गरेर यसरी यो डबल सिलाइ हानिन्छ। दुई पकेटलाई चाहिँ गाउँमा नेपालमै यसरी जिन्स प्यान्टहरु घरमै
सिकेर घरमै बनाएर लगाउन पनि सकिन्छ। यसरी काँचो कपडा ल्याएर 2 मिटर 3 मिटर कपडा ल्याएर आफै बनाएर लगाउन पनि सकिन्छ। हामीले चाहिँ अहिले यो 13-14 वर्षदेखि यो घुराइमा यसरी यो जिन्स प्यान्ट बनाउँदै आएका छौँ। काँचो जिन यसरी बनाएर अर्डर अनुसार आफ्नो साइजमा आफ्नो भने जस्तो डिजाइनमा लगाउने गरिरहेका छौँ। ल हेर्नुहोस् यो फुल फिटिङ हाफ प्यान्ट कति टाइम लाग्छ हजुरहरू फुल भिडियो हेर्नु होला। र मेरो युट्युब च्यानललाई भर्खर सुरु गरेको युट्युब च्यानललाई सपोर्ट गरिदिनु होला। यदि जिन्स सम्बन्धी केही कुराहरू सिक्नु परेमा हामीहरूलाई सम्झिनु होला। जिन्स सम्बन्धी तालिम पनि मैले दिने गरेको छु। यसरी यसरी यो चाहिँ ब्याक पकेटको डिजाइन बनिन्छ। ल हेर्नुहोस् यो सिलाइ चाहिँ एकदम फिनिसिङ हुनुपर्छ। यसरी हेर्नुहोस् यो सिलाइ केही सिलाइ नमिलेको भए कमेन्ट गर्नु होला। यो चाहिँ कस्तो छ ल हेर्नुहोस् यो ब्याक पकेट बन्दैछ। अब डिजाइन ब्याक पकेट बनाएर यो चाहिँ यसरी यो फुल भिडियो हेरेर मात्रै केही कुराहरू सिक्नुहुनेछ हजुरहरूले। एकदम एडिट नगरिकन बनाएको भिडियो हो यो। खासै एडिट गर्न पनि मलाई आउँदैन। मैले चाहिँ सिलाउँदा जे जसरी सिलाएको छु त्यसरी नै हजुरहरूलाई यो भिडियोमा देखाउने गरेको छु। ल हेर्नुहोस् एकदम आरामसँग नातेर सिलाइलाई एकदमै ध्यान दिनुपर्छ। सिलाइमा स्टिचहरू एकदम डबल स्टिच। ल हेर्नुहोस् सिलाइहरू कहीँ कतै बिग्रिन सक्छ। यो धागोको समस्याले मेसिनमा आएको समस्याले गर्दाखेरि। तर यसरी यो चाहिँ सिलाइमा कभर हुने भएको भएर मैले चाहिँ तर यसरी कहिले पनि फेरि सिलाइ यसरी जोड्नु हुँदैन। ल हेर्नुहोस् यहाँनिर अलिकति सिलाइ बिग्रेको छ मेरो। तर यसलाई चाहिँ अहिले पकेट लगाउँदा यसलाई मेकअप हुन्छ। फोल्ड गर्दा मेकअप हुने भएको भएर मैले छोडेको छु। नत्र पनि यो सिलाइ जसरी सुरु भएको हुन्छ त्यसरी नै फेरि खोलेर यसलाई राम्रो तरिकाले हान्नुपर्छ। सिलाइ कहिले पनि यो हाम्रो जिन्स कपडाहरू सिलाउँदा जोड राख्नु हुँदैन। किनकि यो मोटो धागो हुन्छ। 2 प्लाई 3 प्लाईको धागो चलाइन्छ। त्यो भएको कारणले जोड भयो भने राम्रो देखिँदैन। ल अब म चाहिँ यसरी ब्याक पकेट अब कतिपय साथीहरूले चाहिँ यो ब्याक पकेटहरू पहिला चकले निशान लगाएर प्याटर्न मार्फत लगाउने गर्नुहुन्छ। तर म चाहिँ अहिले यसरी नै अन्दाजमै लगाइने गर्छु। म चाहिँ यसरी नै लगाउँदै आएको छु अहिलेसम्म। ल हेर्नुहोस् मैले निशान चक केही पनि लगाएको छैन। तर हजुरहरूले सिक्न चाहनुभयो भने म त्यसरी पनि सिकाउन सक्छु। ल हेर्नुहोस् यो चाहिँ मेरो चाहिँ आफ्नै अनुभव नलेजको आधारमा यसरी आफ्नै तरिकाले लगाउने गर्छु। ल हेर्नुहोस् न निशान न केही आफै तरिकाले सेन्टर नापेर यसरी लगाउँदैछु। यो चाहिँ ब्याक पकेट बन्दैछ। ल हेर्नुहोस् यो ब्याक पकेट हल्का माथि र तलको लगभग आधा इन्च 1 इन्च ग्याप राखेपछि यो पकेट चाहिँ एकदम राम्रो देखिन्छ। त्यो भएको कारणले जस्तो पकेट छ त्यसरी सिलाइ पनि त्यही तरिकाले हान्नुपर्छ। माथि अलिकति ठुलो तल अलिकति सानो यसरी हो। ल हेर्नुहोस् यो सिलाइ कहीँ कतै टेढे मेढे भएकोमा कमेन्ट गर्नु होला। ल हेर्नुहोस् यो बिना प्याटर्न बनाएको पकेट कस्तो लाग्यो हजुरहरूलाई। ल यो पकेट कम्प्लिट भयो एउटा। अब अर्को पकेट सुरु हुन्छ। ल हेर्नुहोस् पकेट कस्तो भयो। कहीँ केही सिलाइ बाङ्गो टेढो भएको भए
यसरी ल अर्को पकेट सुरु भएको छ। अब ल हेर्नुहोस्, यसरी यो चाहिँ आफ्नै तरिकाले बनाउन गइरहेको छु। तर यदि हजुरहरूले यो मेरो भिडियो हेरेर जिन्स प्यान्ट सिलाउन सिक्न चाहनुभयो भने सम्पर्क गर्न सक्नुहुनेछ। ल हेर्नुहोस्, यसरी पकेट अब दोस्रो पकेट सुरु भयो। यो यसरी दोस्रो पकेट पनि लगाउन गइरहेको छु। केही सिप सिक्न चाहने साथीहरूको लागि यो भिडियो मैले बनाएको हुँ। ल हेर्नुहोस्, यसरी यो चाहिँ लेबल राखिँदैछ। यो हाम्रो ब्लू जिन्स गार्मेन्टको लोगो, यो बीजेटी ब्लू जिन्स टेलर। यसरी राखेर चाहिँ दोस्रो पकेट कम्प्लिट हुँदैछ। किनकि हामीसँग बाटिक नभएको कारणले यसरी यो अलिकति सिलाइ जिगज्याग गरेर कुनामा बलियो सिलाइ बनाउनु पर्ने हुन्छ। किनकि हामीसँग बाटिक छैन, आइकाट छैन। अब हाम्रो यो काठमाडौँ भ्याली बाहिरको अब दुर्गमै ठाउँ भनौँ, अब सबै सुविधाहरू नभएको, मेटेरियलहरू नपाइने, त्यो भएको कारणले अब आफ्नै तरिकाले त्यसलाई म्यानेज गर्नुपर्ने हुन्छ। ल हेर्नुहोस्, यसरी सिलाइ मिलाएर ल दोस्रो पकेट पनि कम्प्लिट भयो। ल हेर्नुहोस्, पछाडिको भाग पुरा कम्प्लिट भयो। पकेटहरू हेर्नुहोस् कस्तो छ, केही तलमाथि यसरी। बस अब चाहिँ अगाडिको भाग सुरु हुन्छ। यो अगाडिको जाँती, यो अब जिन्स जाँतीहरू बनाउनु, त्यो पकेट जाँती भयो। यो अब जिन्स चेन कभर जाँती यसरी बनाइँदैछ। अब यसरी बनाएर यसलाई इन्टरलक गरिन्छ। इन्टरलक गरेपछि चेन राख्न सुरु हुन्छ। ल अब यसलाई इन्टरलक गरेर ल्याउँछु एकैछिन यो भिडियो। इन्टरलक पनि भएर आयो। अब यो टिकट पकेट बन्दैछ। यो चाहिँ जिन्स प्यान्टको विशेष गरी यो नभइकन जिन्स प्यान्ट एकदमै अपुरो छ। ल हेर्नु साथीहरू, जिन्स प्यान्ट यसरी बनाउन जाँदाखेरि यो चाहिँ अनिवार्य हुनैपर्छ, यो गोजीमा राखिने टिकट पकेट। अब यसको के छ सम्बन्ध जिन्स प्यान्ट सम्बन्धी त्यो चाहिँ म खासै जानकार भएन, तर यो नभएर चाहिँ जिन्स प्यान्ट अपुरो छ। हेर्नुहोस्, अब यसरी यो पकेटमा जाँती अट्याच गर्दैछु म यसरी। ल यो भयो। अब दोस्रो दाहिने साइडको पकेट यसरी यसरी राखेर पहिला सुरुमा यसरी घुमाउनु पर्छ पकेटमा। अब टिकट पकेट राख्नु। अब यसमा टिकट पकेट राख्दा 2 इन्च 1.5 इन्च माथितिरको ग्याप, 1.5 इन्च साइडतिरको ग्याप राखेर सेन्टर मिलाएर यो पकेटलाई यसरी राखिने। यसरी सिलाउने। यसरी सिलाएर यो टिकट पकेट राखिँदैछ। झन्डा त तल्नै छ त सिलाउने। झोलाबाट छ के अनि के त हेर्नुहोस्, त्यो टिकट पकेट त रेडी भयो लगभग।
खै त मलाई फेरि जाडो मेरो जीन्स प्यान्टको गहना भनौँ यो टिकट पकेट लगाइहाल्नु चाहिँ मैले आफै सिलाम त्यसमा यसरी यो टिकट पकेट कम्प्लिट भयो। अब के भन्छ यसरी यो अगाडिको पाटामा अब यो पकेटलाई एट्याच गरे नि पानी त कमसेकम यार व्यवस्थापन गराउनु पानी नखाने त मरिहाल्नु पर्छ तापनि झन्डा एकछिन यसो आरामदायक कहाँ छ त्यो झोलामा छन् कि तिमी हुँदा लाग्छ
ढल्काएर हुँदै हान्दिने मेसिन भागेर सार्दैन भाइ तानेर हान्ने
दाइ नमस्कार। नमस्ते बाबु। खुला पनि हो कि के हो अब छोरी किन यसो के खोल्ने व्यवस्था हेरौँ त भाइ यो त फाल्ने चाहिँ भयो मैले कहाँमै छैन यो त झन् लगाउँदैन नलगाइकन यार खोल्या छैन हँ खोल्या छैन खोल्न बन्छ बाबु बन्छ गरिदिनु त भाइ कति जति अब नापेर यहाँ लगाइदिए राम्रोसित गरिदिनु त भाइ कम्मर नि अरू के कम्मर मात्र अरू केही नै तल यो केही गर्नु पर्दैन खालि कम्मर मात्रै मलाई लगाउनु गएको थियो भोलि हुन्छ है होइन ठिक छ नापेर राख म भोलि आउँछु नि त मैले कम्मर नापिहाल्नु त्यता टेप छ सुनिल कुन चाहिँ टेप के हुन्छ आयो के भन्छु भाइ खानु जति अब खाने त्यो कति छ नाप कति रहेछ त त्यो त कम छ धेरै कम छ यो चाहिँ 35 छ यो 2 इन्ची बराबर भयो यो अलि सानो छ यो कम छ हुन्छ के गर्नु के पर बिर्सिनु सुनिल नलगाइकन यस्तो यार त्यो यहाँ आएर काट्या मोरी मिलाए यहाँ गयो म त्यतिकै राख्दा नलगाइकन फेरि यत्रो टाइट यो गर्दै यसमा पनि पेट त लगाउनु पाउँदैन पकेटमा भित्रबाट लेख कम्बर 37 बनाउनै लेख बढाउनै लेखे है 37 कम्बर बनाउनु दाइको नाम पनि लेखिदेऊ मन राखेर पैसा 200 रुपियाँ होइन मैले एउटैको 150 लिन्छु दाइ के अरे नाम दिन प्रसाद पौडेल म फेरि तिमी भयो त केही हुन्न नभए केटाहरूलाई म 150 रुपियाँ दिएर लैजान्छु म त्यही हो कुरा आइरहेको छु यार भाइ कहाँबाट आउँछ गुलडियाबाट आउँछ हो नि मेहनत धेरै छ दाइ भाइ ठेकै त्यो 50,000 रुपियाँले के यत्रो गर्नु ल भाइ हजुर टाढैबाट आउनुहुन्छ पुरानै होइन मैले आफ्नो भाइ सम्झेरै उत्ताबाट आउनु हजुर हो त्यो तलतिर सोधेर सायद बन्थ्यो के गर्दा मैले सोध्दा के सोध्ने मलाई बजारै आउनु छ भने के आउने म भोलि कसमा आउला भोलि साथतिर आउनु होला साथतिर त्यसलाई उता माथि राख बाबु यहाँ अगाडि टेबल राख ल म गएँ है हजुर हुन्छ भोलि त्यो बेल्ट छिन्या छ टुप्पोमा दाम्चो बनाएर नयाँ बेल्ट भत्से भाँच्ची हो भने त्यसलाई अब थाल्न पनि सकिनँ जान्छु माथि फेन्सीमा के भएको छ अरे बेल्ट त्यो माथि हो त्यो खालको टाउ कि माथि बनाउने ठाउँमा जानु पऱ्यो नै म त नटसट यताउता भएको यहीँ बनि जान्थ्यो त्यो त म जाने त्यो फोनमा सुन्नु त्यो नम्बर भनिदियो त मेरो 9849 98 449 30 64 90 30 64 90 नाम भन त तिम्रो मेरो आशिष म नभए भाइ हुन्छ ठिक छ भाइ हो म है हुन्छ
किन्न भन्दा सय खर्च गरेर लगाउनु जान्छ भइहाल्छ त यो त धेरै भइहाल्छ एक दिनमा लगाइकन एक दिन साइड लगायो भने हामीसँग मिल्दोजुल्दो कपडा छ बेल्टमा थपिदिन्छौँ क्या ठिक छ गर्दै ल्याइदिउँ न साइडमा छ दाइ यसको बेल्ला काट्दै बेला काट्दै बिहान त्यत्रो सम्झायो भनेर अन्तिलाई त्यो प्यान्टै खेरेको सिभिल तरिकाले बनाइदिनु यसको बेल्ट काटेर चाहिँ को प्यान्ट लेडिज प्यान्ट अन्ति कतिखेर आएर बनाउनु दुर्गेन के चाल गर्नु मैले बनाइदिउँ यसको बेल्ट काटेर चाहिँ 40 कम्बरमा अब त्यही भन अब बड्डा घिउ भन बड्डाले बना घिउ भन्न सक्दैन मान्छे खोज्न पर बाटोसम्म गर्न
टी-सर्ट लम्बाइ छोटो बनाउने के बडा मिसिनमा बनाऊ मेसिन यताउता नहोस् बिस्तारै चलाउने बिस्तारै सिस्तारै मैले जान्दैन त्यो धागा सागा पस्ने यताउता नहोस् यही लाग्यो त्यो सेतोले हाने केही फरक पर्छ कि नै कालो सेतोले हाने त त्यो खाल धागो हालौँ त्यसो भए कतै जस्तो देखिन्छ कलरै यस्तो यदि पुरानोलाई फेरि बद्दाले अहिले के गर्ने भनेको छ क्या मलाई त्यो सिस्टम मन पऱ्यो मैले 16वटा सिद्धिहाल्यो अनि यो के होला पुरानो बरखोटी भिनाजुन के भन्नुहुन्छ जुरो परेको बेलामा कहाँ माछा मान्दैन भन्छ मुखले पो जुठो पर्यो होला हेर गफमा पो जुठो पर्यो होला हेर सानो सोएको होइन मुमुर सिक्वा चल्छ होला मुख कस्तो लाटो भएको छ भने बब्लीको गाडी फेरि त्यसको त बुढाले अर्की बिहा गरेर ल्याएको छ अरे नि उही विदेश त्यही मर्या बहिनीको क्या हो रे गरेर ल्याएको छ अरे ऊ घाँस रहेछ त्यो घाँस त्यो दुर्गा दाईको छोरो हो यो घेर पाइदैन यदि दुर्गाको छोरो हो यो कुन दिन भन्छ दुर्गाले मेरो छोरो मरिगयो के भाइ यार एक्सिडेन्टमा भनेर अङ्कलको नआरहेछ अनि त्यहाँको त्यस गर गर्ने भाइलाई पक्रेर मऱ्यो त्यो अब त गर्दैन त भन्थ्यो भोलिको दिन चारवटा भनेर 5वटा काग 6वटा भनेर 4वटा दिएको थियो 5वटा कालोको 5वटा दिएछु अरू त तैँले आफै लगाएको थिएँ सेकु भएर आउला
खै यहाँ सियो खै कहाँ छ खै कहाँ छ क्या हालिदिनु मैले यहाँ बस्दै थियो नि त्यो खै के त्यसो धागो पहिले फिट्थ्यो अरे यार उति दिन त्यत्रो थिएँ बनास कहाँ यहाँ टोक्ला टोक्ला खै गेटमा त छैन क्या हो कता हुन्छ जान्दा अब कसलाई खोज्या कसलाई खोज्या अङ्कल यहाँ हुनुहुन्न फिल्डतिर जानु हजुर सर आरामै जिन्स प्यान्ट मार्नु पर्यो एउटा हुन्छ नि हुन्छ भइहाल्छ अझ आउनुवाला को छ यार देखा त केटा कस्तो बनाउँदा पुरा एकदम गजब तरिकाको है मैले यहाँ सिलाएको हो र यो राम्रो कुन छ हेर्नु न कलर कालो निलो कस्तो चाहियो निलो चाहियो के निलो हेलो हेलो छोरी हो म यो बजार छु कान्छा त्यहाँ तिमी आइग्यौ हिँडिग्यौ भाडा छोड्यौ लाइसेन्स ल्यायौ कसलाई ल्याएको त्यहाँ भाडे
नाम जस्तो भकाभक यो 2 स्टार भन्छ नि बिलिबिली साइजको है स्विच चाहिँ नगरा नि गाउँले नमस्कार त्यहाँ आइपुग्यो कसैले यो मेरो स्टाफ होइन कि म त भोलाइकोटबाट हो त्यसलाई के गर्नु पर्यो त्यसलाई त्यही त यार त्यो अब त्यस्तो फेरि गाउँले अलिकति घाजाकुचु गराउन मिल्ने भए मैले नगराउने कुरो होइन होइन त्यो बाइकमा त्यस्तै भयो अब झन् आधी तिर्दै भनेर भएन त्यही भएर मजाक किन हिसाबले म डुब्थेँ कि हिजो गजरिया हो क्या हो बास त्यो गाडी उडाएर त दुर्घटना भयो हो म आउँछु त्यहाँ रिपोर्ट बनाउन अब ल कति भयो सर बस ठिक छ अस्ति सिधा चोकको भन्नुभयो तपाईँले होइन यहाँ दुर्घटना हेर्छु भने दुर्घटना कति हुन्छ कति हुन्छ नाप्दै लिएर गर्नुपर्छ यसलाई ठिकै गरौँ बिलिबिली साइजको के फङ्गनेवाला चुसु जस्तो हुने कि ठिक्क मिलाएर सबै गराउँ ठिक छ यो पनि छ यो बनाउने क्या हुन्छ 17 ठ्याक्कै जुत्ता तल ढोक्छु है अनि त बस्ने उठ्ने मजा मिलाउँछ है यस्तो अहिले चले हुन्छ नि बोक्ने झोला क्या सर हजुर कस्तो भने मैले स्वार र कस्ने गाउनेवाला ए केसको बन्दबाट कत्रा झोला कम्ब्याकको हुन्थ्यो त्यो अब धेरै हुन्छ कम्ब्याक झोला नि यो अब तपाईँको यो पकाएको हुन्छ कसो कसो गर्ने पकाएको अलि अब राम्रो पछि हाल्छ यो कहिले नाम पाइन्छ पहिला हुन्छ चाहिने यहाँलाई आइतबार सोमबार गर्दैन त्यति बेला हाल्यो भने त पैसा के अहिले हाल्यो